हेलो गाइस सबैजनालाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ? धानसान सबैजनाले ढल्याइसक्नुभयो कि के गर्नुभयो? म आज त जङ्गलतिर आएको थिएँ हो र। त्यसपछि आज एउटा यसो भिडियो बनाऊँ कि भनेर भिडियो बनाउँदैछु। यता गुर्दाङ खोलाको साइडतिर आएको थिएँ, त्यही भएर एउटा भिडियो बनाउन लागेको छु। यहाँ अङ्कल भेडा चराउन आउनु भएर चाहिँ एकजना अङ्कल, त्यहाँ चाहिँ अङ्कलको भेडा अलि धेरै देखेँ, अलि दुब्ला दुब्ला जस्ता रहेछन् भेडा पनि। के भएन, धेरै भएन है, के भएन, त्यही भएर यसो भिडियो बनाऊँ कि भनेर भिडियो बनाउँदैछु। अब केही कुरा अङ्कललाई सोध्छु म। अङ्कल नमस्ते। सन्चै हुनुहुन्छ? कहाँ भेडा वाला आउनु भएको छ? ए कति भेडा छन्? अस्ति कति मरे भन्नु हो त? 5वटा मरे। के भएन मरे रहेछन्? यो पानी आए चिसो भयो नि त होला। धान त खुवाउनु भएन कसैको? धान कहाँ अलिअलि खसाउ धान खाए। के कसैको धानमा लगिन हाल्नु खाएर त्यस्तो भयो? त्यस्तो कहाँ होला? त्यस्तो होइन नि। ए यही धान झर्या धान खाए बिगार गर्यो होला। चिसो भयो, पानी परेर नि बदली छ। ए त्यही भएर नि 5वटा मरे नि। हजुर। ए गाह्रो भयो त। किन दुब्ला छ नि? किन धेरै भएन कि के भएन? घाँस 2जना मर्दैछन्, फोनै पाइएन। घाँस पनि पाइएन। ए त्यही भएर नि। हजुरलाई गाउनु त आन्न? मलाई आउँदैन गाउनु। के आउँछ? आउँदैन मलाई गाउनु। एउटा गीत गाइदिनु क्या। म जान्दिनँ क्या। किन आउन? एउटा मिठो गीत गाइदिनु न। तपाईँ त ग्वाला आएर नि मान्छे यसो गीत सुन्ने गाउने गर्नुहुन्छ होला त? सुन्नु त सुनिन्छ, गाउने त गाउनु न। गाउँदै। ए बाख्रा पाल्नु भएन त? भेडा मात्रै हुन् कि? बाख्रा 2टा छन्, भएछन्। ल्याउनु भएन नि? हजुर। ए किन भेडा र बाख्रासँगै चढ्दैन? ए बाख्रालाई हान्छन्। ए तपाईको सारा कति छन् त? सारा छन् 3टा। ठुला छन् कि साना? साना छन्। ठुला छैनन्? छैनन्। ए देउता पुन्ने जस्ता भएनन्? छैनन्। नत्र कसलाई चाहिएको छन् भने यसो कोही मान्छे खोज्न आएपछि सम्पर्क राख्नु हजुरसँग। अरू त सब सन्चै हुन्छ? हजुर सन्चै छ। ए भेडावाला कहिले यता ल्याउनुहुन्छ, कहिले उता लग्नुहुन्छ नि? हजुर। उता बाहेक ठाउँ धेरै छैन, उता चढ्दैन। अब यता अलि नछरान्जी यता ल्याउने, घरै बान्ने पछि फेरि। ए धान सान त ढल्याइसक्नु भयो? छ आउँदा ढल्याउनु। पानीले कतिको छुट्यो? पानीले त जाग्यो, धान जाग्यो आउँछ। धान लै त गरेन खेतमा तान्लिकन? त्यस्तो पानी आएन, त्यही पनि अलिअलि आएन, जाग्यो। ए ठिकै छ। अब के गर्ने, दैव खेल हो। माथिबाट आइसक्यो भने त के गर्नु बन्छ र? मिल्दैन। त्यही त। हजुर अरू त सबै आराम हुन्छ? हजुर। ए लास्टमा के भन्न चाहनुहुन्छ त हाम्रा दर्शकहरूलाई? म के भन्न चाहन्छु, हाम्रो यो भनिदिनुहोस्। यो भिडियो गराउ, सेयर लाइक गरिदिनु होला। अनि हामीलाई माया गर्नु होला। अनि कतिले माया गर्नुहुन्छ, कमेन्ट सेयर लाइक गरेर पठाउनु होला। यति ल। हजुरलाई धन्यवाद धेरै धेरै। ल हजुर, हजुरहरूलाई पनि धेरै धन्यवाद छ।